हेलो नमस्ते सबैजनालाई। यो चाहिँ मेरो पहिलो ब्लग रहेको छ। आज म खसीको खुट्टाको सुप बनाउन गइरहेको छु। उहाँ चाहिँ सविताजी हुनुहुन्छ, नेपालदेखि आउनु भएको। उहाँ मलाई काटीकुटीमा हेल्प गर्दै हुनुहुन्छ। कुकरमा सिटी लागिसकेको छ र काजु बदाम पनि मैले भुटिसकेको छु। सब्जी पाकिसकेको छ। सब्जी चाहिँ सविताजीको लागि हो किनकि उहाँ मासु खानुहुन्न र आई होप मासु पनि पाकिसकेको होस्। ओके, सो एकदमै मासु पनि एकदम राम्ररी पाकिसकेको छ र अब म तपाईहरुले यहाँ देखिरहनु भएको छ म मसलाको तयारी गर्दैछु र मसलाको तयारीमा रहेको छ जिरा, धनिया, हरियो सुप, टिमुर, ज्वानो अनि त्यसपछि लसुन, अदुवा त भइहाल्यो र त्यसलाई मजाले ग्राइन्ड गर्ने। मैले अदुवा हाल्न बिर्सेछु, फेरि पछि निकालेर हाल्दैछु। सविताजीले पनि मलाई के देखाइरहनु भएको छ। हामी गफ गर्दै रमाइलो गर्दै खाना बनाइरहेछौँ। उहाँ अलिकति उता जानुभयो। उहाँ एकदमै हेल्पफुल हुनुहुन्छ, मलाई धेरै नै सघाउनुहुन्छ। म उहाँ नेपालबाट आएर म एकदम खुसी छु। मैले काजु बदाम पनि सँगसँगै ग्राइन्ड गरिसकेँ र मैले भाँडा पनि बसाइसकेँ सविताजीसँग गफ गर्दै। उहाँ चाहिँ एउटा टुलमा बसिरहनु भएको छ र अब म तेल हाल्ने तयारीमा छु। मैले तेल हालिरहेको तपाईँहरूले देखिरहनु भएको छ र अब भनेको म तेल ताक्ने तयारीमा छु र यसको साथसाथै म चाहिँ गरम मसलाको तयारीमा लाग्दैछु र गरम मसलामा के लाग्छ त्यो पनि तपाईहरुलाई राम्रोसँग थाहा छ। र गरम मसला मैले मजाले कुटिसकेँ र अब यसलाई म कराईमा झैया पार्नेछु। मैले गरम मसला हालिसकेको छु। प्याज भने उतापट्टि रहेको छ, अब म उतापट्टि जानेछु र प्याज लिएर आएर हाल्नेछु। मैले हालिसकेँ प्याज पनि। यसलाई मजाले चलाइसकेपछि अब भनेको पालो रहन्छ मसलाको र मसला पनि मैले हालिसकेको छु। यसलाई मजाले चलाउँदैछु म। अब पालो रह्यो बेसारको र यो मसलाको बट्टा पनि अलिकति पानी हालेर घोलघाल पारेर म त्यहाँ हाल्नेछु। किन खेर फाल्नु होइन। छोरी ज्ञानी थिइन्। ओके, मैले घिउ पनि हालेँ किनकि मलाई घिउ हालेको साह्रै मनपर्छ। चाहे खसीको मासुमा होस्, चाहे कुखुराको मासुमा होस्, चाहे माछामा, मलाई घिउ एकदमै मनपर्छ। र त्यसै गरी मैले खसीको खुट्टा पनि हालेँ, सबै पानी पनि हालेँ र अब यसलाई मजाले चलाउने छु। चलाइ पनि सकेँ, फेरि पानी पनि थपेँ। अब अलिकति भनेको मलाई लाग्छ म यहाँ जिराको ढुटो पनि हाल्नेछु, नुन पनि हाल्नेछु। मलाई चाहिँ नि यो खाना बनाउँदा फेरि एकदमै गीत गाउने आदत छ क्या। त्यही भएर म प्राय गीत गाइबस्छु होइन, किनभने एकदम रमाइलो पनि हुन्छ। प्लस के हुन्छ स्वर पनि राम्रो हुन्छ। मेरो स्वर राम्रो त त्यति छैन, तर पनि म गीत गाउने गर्छु। हेर्नु त कति राम्रो देखियो। माम पनि सबै रेडी भइसक्यो। र तपाईहरु मेरो यस्तै भिडियोहरु हेर्न चाहनुहुन्छ भने मलाई टिकटकमा भिजिट गर्नु होला। म डान्स पनि गर्छु, खाना पनि बनाउँछु, म सबै गर्छु, सबै काम गर्छु। एनीवे, थ्याङ्क यू सो मच अल अफ यू। सबैजनाले भिडियो हेरिदिनु भएकोमा, मन पराइदिनु भएकोमा, जतिजनाले हेर्नुभयो त्यतिजनालाई धन्यवाद। थ्याङ्क यू सो मच।